नमस्कार मित्र, म आज फेरि एउटा प्रश्न लिएर आएको छु। नेपाली गरिब जनताले, नेपाली किसानले एक रुपियाँ जम्मा गरिकन कर तिरेर र त्यो करको पैसाले तपाईँ सोच्नुहोस्, तपाईँ हरेक जनताले सोच्नुहोस् कि मैले मेहनत गरेको एक रुपियाँ जुन मैले ट्याक्स पे गर्छु, विदेशमा बस्ने दाजुभाइले कति साह्रो मेहनत गरेर 50 डिग्री 45 डिग्री तापक्रममा काम गर्दाको पैसाको रेमिटान्स जनताले तिरेको कर नेताहरूले त्यो पैसालाई भ्रष्टाचारी गरेर बेलुका चट्ट बसेर होटलमा हैन मासु ब्रान्डी हैन मजाले खान्छ। तपाईलाई कस्तो लाग्छ? जनतालाई कस्तो लाग्छ? राम्रो लाग्दैन होला, पक्कै राम्रो लाग्दैन हो, कसैलाई पनि राम्रो लाग्दैन। त्यही भएर भ्रष्टाचारीको लागि भ्रष्टाचारीलाई कस्तो सजाय दिने, चाहे त्यो जुनसुकै होस्, त्यो पार्टीको होस् या पार्टीभन्दा बाहिर होस् या कर्मचारी होस्, एनी बडी जोसुकै होस्, भ्रष्टाचारीलाई कडा भन्दा कडा सजाय दिनु पर्यो। कडा भन्दा कडा सजायको व्यवस्था गर्नु पर्यो। त्यो जिम्मा कडा भन्दा कडा कस्तो कडा कि फेरि जीवनमा त्यसले भ्रष्टाचारी नगरोस्, यस्तो कडा। र त्यसलाई हेरेर छेउछाउका मान्छेले पनि भ्रष्टाचारी नगरोस् है। भ्रष्टाचारी गरेपछि यतिको सजाय पाउँछ है, सम्पत्ति पुरा जपत हुन्छ है, जेल साथै जेल पनि हुन्छ है भन्ने त्यसको दिमागमा आओस्। त्यही भएर त्यस्तो नियम बनाउनु पर्यो। नियम त छैन। नियम कसले बनाउने? नियम कसले बनाउने? जसलाई हामीले जिताएर पठाएको छु, बहुमतको सरकार बनाएको छु, उहाँहरूले नियम बनाउने। संविधान तपाईले संशोधन गर्नुस्, संविधान के गर्नु छ, हटाउनु छ, के गर्नु छ, अर्को ल्याउनु छ, के गर्ने, त्यो तपाईहरूको जिम्मा छ। यो तपाईहरूलाई काम हो। यो काम यस्तो नियम, यस्तो कडा नियम बनाउनुस् कि भ्रष्टाचारी गर्ने सोच्ने बित्तिकै त्यसको रुख काप्नु पर्यो। त्यस्तो नियम बनाउनु र त्यो सब जिम्मेवारी तपाईहरूको हो। देश विकास गर्नको लागि यो भ्रष्टाचारीहरूलाई जेलमा हाल्नुपर्छ र फाइन पनि यस्तो खतरनाक फाइन हाल्नुपर्छ कि त्यसको सबै सम्पत्ति जपत होस्। किनकि हाम्रो एक रुपियाँ हामीले जुन मेहनत गरेको छु त्यो पैसा यिनीहरूले भ्रष्टाचारी गर्छ। त्यही भएर नियम यस्तो हुनुपर्छ। जय नेपाल।